परमेश्वरले। हामीले त सानो कुरा पनि हाम्रो अरनखण्डमा हुँदैन, कुनै कुरा हुन सक्दैन, काम गर्न सक्दैन, तर परमेश्वरको आज्ञाले त सूर्य पनि रोकेको, चन्द्र पनि रोकेको है, यिनीहरूले अस्ताउने आतुरी गरेन भनेर वचनले भन्दछ। र यति महान परमेश्वर। अनि अर्को परमेश्वरको वचनले भन्दछ कि यस 35को 1-3-4लाई हामी हेऱ्यो भने त्यहाँनिर यति मिठो रहेछ कि हामी आत्मामा वेदी भएको, हामी आत्मामा खस्केका छौँ होला, हामी आत्मामा हामी दुःखी भएको छ होला, जीवनमा हामी हताश भएको छ होला, निराश भएका छौँ। यो अवश्य हो। संसारको कुराहरूले धेरै प्रकारको संसार अब जिउनु साह्रो छ, विश्वासीको लागि चाहिँ जिउनु साह्रो पर्दछ प्रिय हो। आज दिनहरूको जीवनमा विश्वासीको लागि जिउनु यति साह्रो गाह्रो परिरहेको छ। तर परमेश्वरको वचनले भन्दछ कि यशाको 32:20 भन्दछ जसले चाहिँ अब पानी भएको जग्गामा चाहिँ बिउ छर्ने र गधा र गोरु जोत्नेलाई चाहिँ त्यसले चाहिँ के हो धन्यको। त्यसको मतलब के भन्यो भने दुःखको समयमा ईसाई जीवन बिताउनु, क्रिस्चियन बिताउनु है, यति के हो गाह्रो कुरा हो। सजिलो लाग्छ तपाईँहरूलाई? यो सजिलो छैन। कति कुरामा आफूलाई चेक गर्नु पर्यो, अरू जस्तो हुनु भएन, अन्य जस्तो हामी हुनु भएन। तर हामी आफूलाई कन्ट्रोल, आत्मा संयमी, हरेक कुरामा नम्रता, दीनता, हरेक कुरा यो कुराहरू हामीले लिएर जिउनु चाहिँ हामीलाई गाह्रो पर्छ। तर परमेश्वरको वचनले भन्दछ धन्य त्यो व्यक्ति हो जसले चाहिँ पानी भएको जग्गामा बिउ छर्छ, गोरु जोत्छ, गधा जोत्छ। कसको लागि? परमेश्वरको लागि। त्यो पुरुष, त्यो मानिस त धन्य भनेर भन्नुहुन्छ। र कति असह्य कुराहरू छ। म यहाँ देख्छु कि अब आत्मिक लडत लगाउनु चाहिँ हामीलाई साह्रो परेको छ। तर किन? तर हामी चाहिँ परमेश्वरको वचनमा लागिरहनु पर्छ। प्रभुको वचन चाहिँ हामीले दिनको पाठ अध्ययन गर्नै पर्छ, प्रार्थनामा हामी लाग्नै पर्छ। मैले पहिलाकोमा भनेको थिएँ कि हामी निरन्तर प्रार्थनामा लाग्नुपर्छ, प्रार्थनामा अटुट लाग्नुपर्छ। र हाम्रो जुन चाहिँ आशा छ प्रभुमा, त्यो आशामा हामी कहिले पनि के हुँदैन, हामी गिर्नु हुँदैन। कि परमेश्वरको हामी जो प्रभुमा आशा गर्छौँ त्यो चाहिँ पुरा हुन्छ, त्यसले चाहिँ फ्रुट ल्याउँछ भनेर हामीले भनिरहेको छौँ। साँच्चै हामी प्रार्थनामा हामी उसमा लागेर वचनले भन्दछ कि हामी हरेक कुरामा गुड वर्कमा लाग्नु भन्ने कुराहरू परमेश्वरले एउटा आत्माको कुरा मात्र होइन, म एउटा कुरालाई देख्दैछु कि कविता जसको नाम डर्कस हो, प्रेमको पुस्तक 9:36मा हेरिदिनुहोस् त। प्रेमको पुस्तक 9:36 त्यहाँनिर लेखेको छ जोपा भन्ने गाउँमा चाहिँ एउटा स्त्री थियो, उसको नाम चाहिँ कविता थियो। अब कस्तो खालको स्त्री रहेछ हेर है। त्यो स्त्री चाहिँ यति साह्रो दान पुण्य धर्मी थियो अरे, दान पुण्य धर्मी थियो भने चाहिँ उसले चाहिँ असल कामहरू गर्थ्यो। ऊ कुनै धनमान थिएन, कुनै एउटा रिच फ्यामिली होइन, तर उसले चाहिँ के गर्थ्यो अरे बुनाइ सिलाइ गरेर यस्तो गरेर चाहिँ उसले विधवाहरूलाई, गरिबहरूलाई उसले हेल्प गर्थ्यो अरे, सघाउँथ्यो। तपाईँले पढ्नु भएको छ त्यो पाठ होइन? र त्यो स्त्री चाहिँ यति साह्रो नम्रता, दीनता ले भरेको स्त्रीले चाहिँ त्यसरी गरिबहरूलाई सहायता गर्ने होइन, त्यसरी एउटा प्रेम मिलाप व्यक्तमा बस्ने स्त्री। तर हुँदा बस्दा अचानक उहाँ चाहिँ के भएछ, उसको चाहिँ मृत्यु भएको छ, निधन भएको छ। र मानिसहरूले उसलाई न्याय गरेर चाहिँ माथिल्लो कोठामा राखेको छ। र त्यति बेला उनीहरूले खबर पठाउँछ उसलाई, पत्रुसलाई, आइदिनुहोस् गुरुजन केही भन्यो होला, तपाईँ आइदिनुहोस्, यसो भएको छ। जब पत्रुस चाहिँ उठेर त्यो समाचार बागसँग आएर हेर्छ, साँच्चै नै उसलाई चाहिँ छुट्टै मागिराखेको छ। त्यति बेला मानिसहरू, विधवाहरू पुरा रहेको छ, गरिबहरू पुरा रहेको छ। उनीहरूले के भन्दैछ भने चाहिँ हेर्नुहोस् न, मलाई कस्तो राम्रो बुनिदिएको हेर्नुहोस् त, मलाई मफलर बुनिदिएको हेर्नुहोस् त, मलाई कविता दिदीले, कविता आन्टीले, कविता उसले असाध्यै यति साह्रो उसको मृत्युलाई चाहिँ यति गहन पारेर लिइरहेको छ। दुःखी छ, किन उसले गुड वर्क गरेको कारणले गर्दा मानिसहरूले उसको त्यो क्या मृत्युलाई सहन गर्नु सकेको थिएन। त्यति बेला मलाई के देख्छ भने चाहिँ यति साह्रो उसले असल काम गरेको कारणले गर्दा चाहिँ पत्रुसलाई परमेश्वरले के गर्छ, अगुवाई गर्नुहुन्छ। र उसले भन्छ तपाईँहरू सब बाहिर जानुहोस्, म चाहिँ उहाँको लागि प्रार्थना गर्छु। र पत्रुसले चाहिँ त्यहाँ बसेर प्रार्थना गर्दाखेरि जब प्रार्थना गर्छ, कविताले आफ्नो आँखा हेर्छ, ऊ चाहिँ बिउजन्छ मानव के अरे निन्द्रादेखि। र उसले हात उठाएर चाहिँ भन्छ कविता तिमी उठ। र
र साँच्चीको आफ्नो सजिलो शरीरमा आउँछ र उसले के भन्छ आफ्नो दोषको परिवारलाई सुम्पिदिन्छ र त्यहाँबाट हामी देख्छौँ यहाँबाट हामी के बुझ्छौँ चाहिँ हेर्नुहोस् मेरो बहिनीहरू मेरो छोरीहरू कि हामी स्त्री जाति भएर चाहिँ हामीले असल काम गर्नु पनि खाँचो रहेछ है समाजमा हाम्रो परिवारमा है हाम्रो व्यक्तिगत जीवनमा हामीले असल काम गर्नु खाँचो छ यो पनि परमेश्वरले गणना राख्नुहुन्छ हर हिसाब परमेश्वरले राख्नुहुन्छ तपाईँ नभन्नुहोस् उसलाई मैले दिएर मेरो कम्ती भयो उसलाई मैले सघाएर मलाई कम्ती भयो उसो गरे होइन तर मलाई के देख्छु भने चाहिँ जब उसले दिँदैछ मुनि उसमा नयाँ आशिषहरू आएको देख्छु अझ फ्रेस फ्रेस ताजा ताजा आशिषले तपाईँहरूको भण्डारमा प्रभुले भरिदिनुहुन्छ परमेश्वरमा त्यो कुनै कुराहरू कमी हुँदैन परमेश्वरमा कुनै कुरा घटी हुँदैन परमेश्वरमा परमेश्वर चाहिँ ल्याबोरेटरी दिने हुन्छ प्रभु चाहिँ नभएको कुरा पनि दिनुहुने तपाईँहरूले पढ्नु चाहिँ एजेकेल 26 मा लेखेको छ जब चाहिँ त्यहाँनिर एजेकेल लान्छ परमेश्वरले त्यो ठाउँहरूमा त्यहाँ मैदानमा चाहिँ सुक्खा हाडहरू मात्रै थियो हाडहरू थियो है काङ्लिङहरू मात्रै त्यसो बासुरा के काको हाडहरू मात्रै र के भन्छ परमेश्वर तँ के देख्छस् म यहाँ यस्तो देख्दैछु है कि त यसलाई भन्छस् कि यो सजिलो हुन्छ कि जिउँदो हुन्छ भनेर यिनीहरूले के भन्छ यो त प्रभु तपाईँ जान्नुहुन्छ यो त तपाईँ जान्नुहुन्छ भन्यो भने यिनीहरूको एजेकेलको विश्वास कति ठुलो हामीले भन्छ कुनै भन्दा हामी त है हुन्छ हुँदैन यो त सुकेछ भनेर भन्दैन है यो त तपाईँको इच्छा हो यो त तपाईँको सामर्थ हो र मलाई लाग्छ कि परमेश्वरले चाहिँ कुनै जादुसँग काम गर्दैन तर परमेश्वरले चाहिँ तपाईँ अनि हामीलाई प्रभुले चलाउन चाहनुहुन्छ तपाईँ अनि हामीलाई परमेश्वरले आत्माले भन्नुहुन्छ तपाईँहरूबाट महान कामहरू हुन सक्छ प्रिय हो मृत्यु मुर्दाहरू जुन सक्छ रोगी हुन सक्छ क्यान्सर हुन्छ हरेक चाहिँ कानु पेलेकोहरूलाई छुटाउन सक्नुहुन्छ यो चाहिँ तपाईँले मलाई भन्छ कि परमेश्वरले प्रभुले जादु गर्नु भएन प्रभुले फुल गर्नु भएन प्रभुले यस्तो गर्नु भएन प्रभुले हात यस्तो गर्नु भएन तर भन्छ कि तैँले चाहिँ के गर्नु तैँले अब पानी गरेर भन्ने यहाँ चाहिँ के आएछ छाला र मासु आएछ साँच्चै त्यसैले भन्छ कि त्यहाँ त्यति बेला साँच्चै त्यो शरीरहरू चाहिँ एक दुसरामा मासु छाला भरेर एकट्ठा हुन्छ फेरि प्रभुले भन्नुहुन्छ तैँले हावालाई पनि त्यहाँले के भगवानी गर अब त्यहाँ सास भरिन्छ प्रभुले यसले युज गरेको रहेछ प्रभु आफूले बोल्नु लाग्दैन तर मानिसबाट र त्यो मानिसहरू चाहिँ तपाईँ अनि हामी हुनुपर्छ हाम्रो मण्डलीमा धेरै काम गर्नुपर्छ अब हामी एकदम सुस्ताएको जस्तो लाग्छ हामी एकदम स्ल्याक भएको जस्तो लाग्छ तर परमेश्वरको आत्मा चाहिँ यति साह्रो के अरे चलचलाउँदो भइरहेको छ कि म कसले मलाई स्वागत गर्छ कसले मलाई स्वागत गर्छ कसले मलाई बोलाउँछ म त्योसँग बसेर म काम गर्छु भने प्रभुले भन्नुहुँदैछ प्रभुले भन्नुहुँदैछ के नबसी हामी तयारी हौ हामी तयार हो हाम्रो मेरो प्रिय मेरो बहिनीहरू प्रिय मेरो दिदीबहिनीहरू हामी तयार हौँ कि त्यो आत्मालाई हामी हाम्रोमा राखौँ र हाम्रो कलिसियामा महान कामहरू हाम्रो कलिसियादेखि भरेर बाहिर पनि हामी फिल्म गरेर परमेश्वरको महान कामहरू गरौँ र परमेश्वर यति महान परमेश्वर र एजेकेल 35:3 भन्दछ कि परमेश्वरले चाहिँ निर्जल भूमिलाई के गर्नुहुन्छ निर्जल भूमि चाहिँ हर्षित हुनेछ मरुभूमि रमाउनेछ र त्यो बसन्तको फुल चाहिँ त्यो फक्रिनेछ र त्यसले र हर्षले रमाउँदै गाउँदै त्यो यति साह्रो त्यसलाई चाहिँ स्यारोन र कार्मेलको शोभा दिनेछ र मानिसहरूले हाम्रो परमेश्वर प्रथा यसरी त्यहाँनिर लेखेको छ त्यो चाहिँ परमेश्वरको सामर्थ्य हो हाम्रो परमेश्वर लतारो होइन हामीले परमेश्वरलाई यो हामी एज अ ट्रेडिसनल है हाम्रो किताबबाट गरेको क्रिस्टियनिटी हामी फलो गर्नुपर्छ भन्यो भने हामी त्यस्तो हुन्छ होइन तर हामी एक बाहेक हामी आफूले अजमाउँ हाम्रो परमेश्वर हाम्रो जीवनमा महान काम गर्नुहुन्छ हामीलाई परमेश्वरले यति चलाउनुहुन्छ कि परमेश्वरको महिमाको लागि प्रभुले चलाउनुहुन्छ र अबदेखि हामी यताउति दौडे हताश निराश हुने काम छैन जब परमेश्वरको आत्मा हामीसँग भने हामीको त्यो मसालहरू खडा हुनेछ र मलाई यस्तो लाग्छ यो दिदीबहिनीहरू तपाईँहरू चाहिँ परिवारको मसालो परिवारहरूको मसालो सन्तानको मसालो अब तपाईँहरूबाट परमेश्वरको सेवकाहरू सुरु हुनु परेको छ सन्तान नागुनालाई तपाईँहरूले बताउनु परेको छ अब तपाईँको काम म देख्दैछु अब इट्स भेरी अब हतार
बताउनु पर्ने प्रभुको राज्यलाई बढाउनुका काम तपाईँको हो र हाम्रो परमेश्वर यति महान परमेश्वर हुन्छ र आज हामीले असल हाम्रो हरेक कुरामा फिजिकली पनि हामीले भन्दैछौँ हाम्रो हरेक कुरामा हामी चाहिँ असल र तीतसको पुस्तक 3को 8मा लेखेको छ त्यहाँ अलिक पढिहाल्नुहोस् तीतसको पुस्तक 3को 8 यहाँ लेखेको छ कि हामी चाहिँ असल कामको लागि सृजना भएको हामी चाहिँ असल कामको लागि सृजना भएको हामीले चाहिँ असल काम गर्नु खाँचो छ प्रिय हो गुड वर्क गर्नुपर्छ धेरै कुरा हामीले गर्नुपर्छ अब गुड वर्कमा तपाईँहरू जान्नुहुन्छ के आउँछ गुड वर्कमा आत्मिक कुरा मात्र होइन हामीले तर हाम्रो हरेक कुरामा हामीले कस्तो जिउनु पर्ने कसरी बोल्नु पर्ने कसरी सोचाउनु पर्ने त्यो कुरा हाम्रो त्यो गुड वर्क हो हामी त्यसको लागि प्रभुले सृष्टि गर्नुभएको भन्नुभएको छ एपछि 2:10 यही भनेको छ कि हामी चाहिँ असल कामको लागि सृष्टि भएको र म भन्छु मेरो भाइ बहिनी हो हामीले चाहिँ परमेश्वरले हामी लत्तरो जन्म दिनु भएको होइन त्यसै परिवारको लागि बोझ होइन रात दिन खाएर सुतेर मात्रै तर परमेश्वरले हाम्रो एकको लागि एउटा जिम्मेवारीसँग प्रभुले पठाउनु भएको छ जिम्मेवारी पठाउनु भएको छ हामी चाहिँ मसाल हामी चाहिँ मसाल तपाईँ म चाहिँ मसाल हो आजसम्म भयो विशेषमा हामीले यसो जुन बितायौँ होला आलस्य गऱ्यौँ होला है तर अब चाहिँ हामीले जो आज वचन पढेका छौँ योबाट हामीले धेरै शिक्षा यसलाई हामीले मनमा लिएर हामी हिँड्नु परेको छ र परमेश्वरको कामहरू गर्नु प्रभुको अभिषेक हाम्रोमा अवश्य बग्छ जहाँ चाहिँ भन्छ नि जहाँ चाहिँ ढोका खुल्ला छ त्यहाँ चाहिँ हावा बस्छ नि त होइन ढोका खुल्ला छ भने हावा आउँदैन त्यहाँ गुम्सिन्छ र परमेश्वरको लागि हामी हाम्रो हृदयलाई खोलौँ हाम्रो जीवनलाई खोलौँ र परमेश्वरले हामीलाई साँच्चै त्यो महान आशिषहरू पवित्र आत्मा मात्र होइन पवित्र आत्माको एउटा चिन्ह मात्र हो भनेछ नि अन्य भाषा बोल्नु नयाँ भाषा बोल्नु त्यो त चिन्ह मात्र हो पवित्र आत्मा उसले पाएछ मैले पाएछ तर अब वरदानहरूको खाँचो भएको छ वरदानहरूको खाँचो भएको छ यो चाहिँ परमेश्वरले तपाईँ अनि मलाई दिनुहुन्छ हामी चाहिँ एकैजनाको हो हरेक अचम्मको कामहरू भन्दैछ तिमीहरूले त म भन्दा पनि महान काम गर्नेछौ भन्नुभएको छ र आज हामी त्यसको लागि तयार हुनु पर्यो नानी हामी त्यसको लागि हामी अब दौड गरौँ हामी हतार गरौँ हामी रस गरौँ हामी त्यसको लागि असल र आज हाम्रो मनले चाहिँ फल्दो फुल्दो भएर गएको होस् हालेलुया यो मण्डली परमेश्वरले यति प्रेम गर्नुभएको थियो मण्डलीलाई परमेश्वरले मण्डलीलाई साह्रो प्रेम गर्नुभएको छ साह्रो प्रेम गर्नुभएको छ हरेक कुरा प्रभुले त्यसलाई स्थिर राख्नुहुन्छ अनि रहनेछ आज यो मैले बुझेको छु जस्तै समस्तहरू आउँदैछ आइरहेको छ होइन तर ती सबै कुरामा प्रभुले यस मण्डलीलाई जय दिनुहुन्छ हाम्रो कलिसिया त्यसै लगेर सुरु भएको होइन तर परमेश्वरको महान काम गर्नुको लागि कार्यक्रमको लागि सारा भारतवर्षको लागि यो मण्डली खडा भएको छ र म तपाईँहरूले यही भन्छु कि हामी चाहिँ आत्मिकारिताको चिन्ताउनु नत्र भने त हामीले त्यो गरेको छैनौँ त हामीले पसल खाएको छैनौँ त हामीले यो गर्छौँ त हामी झगडा गर्दैन त हामी राम्रो गर्छौँ तर होइन हाम्रो धेरै कुरामा हामी चुक्दछौँ त्यो पनि परमेश्वरको दृष्टिमा उल्लङ्घन आज्ञा उल्लङ्घन गर्नेछ त्यो चाहिँ हाम्रो लागि आज्ञा उल्लङ्घन गर्नु है र परमेश्वरको त्यो हामी सचेत भएर हरेक कुरामा हामी अलर्ट हुनुपर्छ परमेश्वरलाई हामी राख्यो भने वचनले हामीलाई दोहोऱ्याउनुहुन्छ वचन हाम्रो लागि देहधारी हो भनेको छ नि देहधारी तरवार हो यसले चाहिँ काट्छ छाट्छ सबै कुरामा हामीलाई ज्ञान पनि दिनुहुन्छ परमेश्वरले आजको दिन आशिष दियोस् र प्रभुले फेरि हामीले यो समय दिएको होस् कि हामी फेरि असल वचनहरू सुन्नेवाला छौँ प्रभुले धेरै आशिष दियोस् मेरो बहिनीहरूलाई भाइ बहिनीलाई